ब्लग बनाउँदा के गर्नुपर्छ के भन्नुपर्छ भन्ने कुरा मलाई के पनि थाहा छैन साथीहरू। तर पनि मैले तपाईँहरूको लागि भनेर चाहिँ आफ्नो डेली लाइफस्टाइल आफ्नो डेली रियालिटीहरू मैले आफ्नो मसँग बितेका हरेक पलहरू दुःख सुख जे सुकै होस् मैले तपाईँहरू सामु सेयर गर्नेवाला छु। यो आजको मेरो फर्स्ट ब्लग हो। तपाईँहरूले साथ सपोर्ट बनाइदिनु होला। र साथीहरू आज हेर्न सक्नुहुन्छ म चाहिँ ससुराली गाउँमा आएको छु। यहाँको भ्यू यस्तो छ। बाँकी म बस्ने घर चाहिँ बुटोलमा बस्छु होइन, बुटोलमा किराया भाडामा बस्छु र मेरो घर पनि छैन है साथीहरू। किनकि अब घर त बनाउनु पर्छ, किनकि मेरो फ्यामिलीमा चाहिँ मेरो बाबा हुनुहुन्छ र भाइ छन्, अनि मेरो बुढी छ, अनि मेरो एउटा सानो 5 वर्षको छोरा छ। बस यति नै हो। अहिले चाहिँ हामीहरू किराया भाडामा बस्छौँ र फिलहाल म चाहिँ इन्डियामा जब गर्छु होटेल लाइनहरूमा। नेपालीहरूको काम त्यही नै हो, होटेल लाइनहरूमा जब गर्ने। र साथीहरू बस यति नै भन्न चाहन्छु। तपाईँहरूको साथ सपोर्ट भयो भने मैले एउटा सपनाको घर पनि बनाउन सक्छु भन्ने आशा छ। साथ सपोर्ट गर्नु भने नबिर्सिनु होला है त। मिल्नेछ फेरि अर्को ब्लगमा। आजलाई भने यति नै। बाई बाई।